लेलेको डाँडा हिँडेको है हामी चाहिँ। हरियाली जङ्गल हिँडेको के को हरियाली सबै यस्तो भइसक्यो। अलिकति तलतिर भन्दा त हरियो छ नि त। यहाँ त यो त आयो भने त हरियो देख्नु पाइन्छ नि हैन। तर कहाँ बाटो छ छैन भाइले उता बाटो देखाउने। बहिनी उ त के हो बकुला बकुला हो। अनि यो के खानु दाल खानु मलाई त मन पर्दैन। कसरी उसको दाना पिछोडेर उसको दानाको कोसाभित्र दाना हुन्छ नि त्यो खान्छन् क्या। दाना र आलु। अबे यता त हेर्नु कस्तो म त हाम्रो गाउँ जस्तै लागेको छ। म चिसापानी गए जस्तो लाग्यो। यहाँ झ्यालीपाटीको टोल सुधार समितिले फोहोर फ्याल्यो भने कानुन अनुसार कारबाही रे। उतल्ला देखाउ न। अनि यता देखाउ न उतलतिर फोहोर। अनि यतातिरको यस्तो छ फेरि फोहोर ऊ पर्छ त यता ऊ ऊ यता त जुन चाहिँ त बोट हेर्छ नि त्यही बोटको मुनि चाहिँ फोहोर छ क्या। बोटमा यस्तो लेखिरहेको छ। फोहोर यहाँ बोर्ड चाहिँ फेरि लेखिरहेको छ लेखेको छ। लेखेको फेदतिर चाहिँ फेरि हालत यस्तो छ। भो त अब लेलेको डाँडा भनेर आएको साथीहरू हेर्नु न लोकेसन नचिनेर यहाँ हामी त कहाँ पुगेर यहाँ बसिरहेछौँ। हाम्रो भाइ पनि कति न मेरो भाउजू र मेरो दिदी राम्रो ठाउँ जाँदैछन् भनेर पछ्याउँदै आएको। सित्ते गर्यो काम छैन दुईजनाको। जहिले डुल्नु जानुपर्छ कुदै मात्र मार्छन्। बहिनी यता हेर्नु न लेलेको डाँडा लेलेको डाँडा ए फर्किनु पर्ने हामी चाहिँ त्यतिकै हरिबिजोकै भयो। जस्तै पनि कहाँ आउनु चाहिँ आइयो रमाइलो ठाउँमै आयो जस्तो लाग्यो। यस्तो छ यता यहाँ एउटा मन्दिर छ आएर बसेको छ। अनि यता ऊ त पारिपट्टि प्लटिङ भइरहेको छ। जस रमाइलो लाग्यो। फर्क्यौँ है साथीहरू। यस्तो छ ठाउँ घुम्नु आएको लोकेसन बिर्सियो तै पनि यस्तोमा आएर दिनभरि बस्दा बस्दा गरेर फर्किन लाग्यौँ। स्ट्यान्ड भेट्नु भएन भाउजू साथी तपाईँले? कहाँ स्ट्यान्ड भेट्नु भएन? स्ट्यान्ड भेटेन। फर्क्यौँ हामी अब। बहिनी घुमी घुमाई के गर्नु के पो लेले डाँडा आएको त खेले डाँडा पो पुग्यो। कुन डाँडा एउटा पिपलको बोट। ल अब हामी फर्किसक्यौँ है साथीहरू। यस्तै हो आजको यतिकैमा चित्त बुझायौँ। बाई बाई।